हेलो सम्पूर्णलाई नमस्कार। आज मिति 2081 चैत्र 8 गतेको दिन अन्तर्राष्ट्रिय डाउन सिन्ड्रोम दिवस मनाउन गइरहँदा विगत वर्ष हामीले डाउन सिन्ड्रोम दिवस एकदमै भव्य र सभ्य साथले लिएर मनाउँथ्यौँ भने यस वर्ष हामी अझै अलिक फरक किसिमले मनाउन गइरहेका छौँ। पहिलेको वर्ष जसरी र्याली नल्याइकन आफ्नै यो कार्यालयमा संस्थाका सहकारी समिति र बालबालिकाहरूलाई मात्रै समेटेर हामी मनाउन गइरहेका छौँ। त्यसमा यहाँ उपस्थित सम्पूर्णलाई धन्यवाद गर्दै मेरो नमस्कार टक्राउन चाहन्छु। डाउन सिन्ड्रोम परिवार नेपालका सचिवको तर्फबाट नमस्कार टक्राउन चाहन्छु। विशेष गरी आज हाम्रो यस कार्यक्रमको जुन अध्यक्षज्यू, यसै गरी आज हाम्रा यस कार्यक्रमलाई एकदमै सभ्य र भव्य गराउनका लागि सहयोग गर्नको निमित्त हाम्रा अगाडि हाम्रा पाहुनाहरूको नयाँ अनुहार पनि हामीले देखेका छौँ। श्री सभ्य सांस्कृतिक युवा क्लब हाम्रा बालबालिकाहरूलाई केही सहयोग गर्छु भनेर आउनुभएको छ। श्री सभ्य सांस्कृतिक युवा क्लबका अध्यक्ष श्री प्रितम गुरुङज्यूलाई आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसै गरी स्वास्थ्य सेवसेविका विमला लोकन्तरीलाई पनि आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। श्री सभ्य सांस्कृतिक युवा क्लबका स्थापक सल्लाहकार सतीश गुरुङज्यूलाई पनि आफ्नो आसन ग्रहण गर्न अनुरोध गर्दछु। आसन ग्रहणलाई एउटै राखेर हामी कार्यक्रमलाई सुरु गर्न जाँदैछौँ। हामी कार्यक्रम धेरै लामो गर्ने छैनौँ, एकदमै छोटो मिठो गरेर हामी जानेछौँ। हामी सानो केक काटेर बच्चाहरूलाई मनोरञ्जन मात्रै गरेर हामी मनाउनेछौँ भन्ने हामी आशा गरेका छौँ। पक्कै पनि धन्यवाद छ कार्यक्रम सञ्चालिकाज्यूलाई। आज यस कार्यक्रमका सभा अध्यक्ष नन्दमाया गुरुङज्यू, यहाँ उपस्थित सम्पूर्णलाई म श्री सभ्य संस्कृति युवा क्लबको सचिव रिया गुरुङको तर्फबाट सबैलाई नमस्कार। आज मिति 2081 साल 12 महिना 8 गते अन्तर्राष्ट्रिय डाउन सिन्ड्रोम दिवसको अवसरमा हामीलाई पनि सानो सहयोगको मौका दिनुभएकोमा यस संस्थाका कार्य समिति लगायत प्यारा भाइ बहिनीहरूलाई हामी श्री सभ्य संस्कृति युवा क्लबको तर्फबाट लगायत मेरो व्यक्तिगत तर्फबाट नमस्कार तथा न्यानो माया व्यक्त गर्न चाहन्छु। हाम्रो क्लबको उद्देश्य भन्नुपर्दा मिति 2081 साल 8 महिना 1 गतेको दिनमा श्री सभ्य संस्कृति युवा क्लबको स्थापना भई आजको दिनसम्म हामीले गरेका विभिन्न प्रतियोगिताहरू जस्तै निबन्ध प्रतियोगिता, चित्रकला प्रतियोगिता, खेलकुद प्रतियोगिता लगायत थुप्रै प्रतियोगिताहरू गर्दै आएका छौँ भने आज हामीले साधारण बालबालिका भन्दा फरक किसिमका बालबालिकाहरूलाई सहयोग गर्न पाउँदा हामी एकदमै खुसी आभारी छौँ। सधैँ सामान्य भएर जाने लक्षण राख्दै प्रतिबद्धता गर्दछौँ। यसै गरी हामी श्री सभ्य संस्कृति युवा क्लबको तर्फबाट हाम्रो प्यारा भाइ
भाइ बहिनीहरूको लागि मनोरञ्जनको लागि हामीले हाम्रो तर्फबाट केही नृत्यहरू लिएर आएको छौँ। कृपया गरी हामीले लिएर आएको नृत्यहरू स्वीकारिदिनु हुन अनुरोध गर्दछु। कृपया गरी नृत्य गर्नुहुने भाइ बहिनीहरू अगाडि आइदिनु होला। धन्यवाद। Bye.
अरूलाई धनको पात मायालाई धनको पात अरूलाई धनको पात मायालाई धनको पात अरूलाई धनको पात मायालाई पानको 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 पात सबैले माथि गर माथि माथि गर है फोटो फोटो Happy Down Syndrome Day! Down Syndrome Day! ठिक छ भाइ भयो भयो अब दिदी तपाईँले काटिदिनुहोस् ओ सानो उहरू छैन छ ल्याउनु पर्यो ल त्यो ल्याउने अनि दिने ल यसो गरे हुन्छ
सम्पूर्णमा नमस्कार। आज 20औं अन्तर्राष्ट्रिय डाउन सिन्ड्रोम दिवस। यसै सन्दर्भमा डाउन सिन्ड्रोम परिवार नेपालले विविध कार्यक्रम आयोजना गरेको सन्दर्भमा हामी यस डाउन सिन्ड्रोम परिवार नेपालका सचिवज्यूसँग थोरै अन्तर्क्रिया गर्न जाँदैछौँ। सुरुमा आफ्नो थोरै परिचय राख्नुहोस् न। हजुर, धन्यवाद। मेरो नाम माया गुरुङ। म महानगरपालिका 28 वडा नम्बरमा बस्छु र म 28 नम्बर वडामा बस्छु। डाउन सिन्ड्रोम परिवार नेपालको सचिव पनि हो। यो डाउन सिन्ड्रोम परिवार नेपालको ब्याकग्राउन्ड थोरै विगत स्थापना कसरी भयो यो बारे थोरै बताइदिनुहोस् न। धन्यवाद। डाउन सिन्ड्रोम परिवार नेपाल स्थापना धेरै संस्थाभित्र हामीले वर्षमा ल्याएको छौँ। जब हामी मेरो दोस्रो बाबु जन्मिसके पछाडि डाउन सिन्ड्रोम भनेर घोषित भयो। त्यस पछाडि कहाँ गएर कसरी हामीले त्यो बाबुको अधिकार पाउने त भनेर भौतारिँदै हिँड्दाखेरि एक्लै हिँड्दा यो असम्भव हुँदो रहेछ। त्यसैले एउटा सङ्घ संस्था गठन गरेर मात्रै हामीले समाजमा लड्न सक्दो रहेछ। त्यसै गरेर हामी त्यो समाजमा लड्नका निमित्त एउटा संस्था गठन गरेर संस्थाको नाम डाउन सिन्ड्रोम परिवार नेपाल राख्यौँ र स्थापना पनि हामी 2080 7 महिना पुसको 26 गते स्थापना भई आजको दिनसम्म हामीले यो डाउन सिन्ड्रोम कार्यक्रम डाउन सिन्ड्रोम परिवार नेपालले धेरै कार्यक्रम गरिआएको छौँ। यस्तै गरेर हाम्रा बालबालिकाहरूको लागि जनचेतनामूलक कार्यक्रम वार्षिक उत्सव र बालबालिकाहरूलाई खेलकुदमा भाग लिनेदेखि लिएर हामीले धेरै कार्यक्रम गर्दै आएका छौँ। यो तपाईँहरूको संस्थामा अहिले कतिजना सदस्यहरू छन् होइन? तपाईँहरूको संस्थाको सदस्य हुनलाई डाउन सिन्ड्रोम परिवारसँग सम्बन्धित नै हुनुपर्ने हो वा स्वतस्फूर्तमा जो डाउन सिन्ड्रोमसँग रिलेटेड केही सोसियल काम गर्न इच्छुक हुनुहुन्छ उहाँ पनि जोड्न सक्ने यो बारेमा थोरै बताइदिनुहोस् न। हजुर, धन्यवाद। डाउन सिन्ड्रोमै अवस्था भएको मात्रै जोडिनुपर्छ भन्ने छैन। यदि इच्छा छ भने जो समन्वय भएर काम गर्न सकिन्छ। आजीवन सदस्य र जस्तै आजीवन सदस्य र अनि अभिभावक भएर जोडिन पनि सकिन्छ। यो डाउन सिन्ड्रोम परिवार नेपाल जुन तपाईँहरूले गठन गर्नुभयो त्यो गठन गरिसकेपछि तपाईँ जुन डाउन सिन्ड्रोम परिवारको अभिभावक हुनुहुन्छ त्यस्तै तपाईँहरूमध्ये अन्य अभिभावक पनि हुनुहुन्छ है। पहिला चाहिँ डाउन मतलब यो संस्था गठन गर्नुभन्दा पहिला र अहिले के फरक पाउनुभयो छ तपाईँहरूले? धन्यवाद। यसमा जस्तै एक्लै जाँदाखेरि हाम्रो सुनवाईहरू कसैले पनि नसुन्ने। जस्तै हामीले यो गठन गर्नुभन्दा पहिला र जब हामी संस्था गठन भयो र हामीले संस्थासँगै हामी कार्य समिति सबै मिलेर जाँदाखेरि धेरै कार्यहरू हामी एकदमै सहजी भएको पायौँ। त्यसैले यो गठन गर्नु पर्दो रहेछ, यो संस्था बस्नु पर्दो रहेछ भन्ने मैले बुझेको छु। ठिक छ। यो संस्था गठन भएपछि त तपाईँहरूले धेरै कार्यक्रम गर्नुभयो, अघि नै भन्नुभएको छ। अझ त्यसलाई थोरै विस्तृत रूपमा पछि कुरा गरौँला। अनि तपाईँको सरकारी निकायहरूबाट तपाईँहरूले कस्तो सहयोग पाउनु भएको छ छैन? छ भने कस्तो छ, छैन भने कुन अवस्थामा पाउनु भएन? थोरै विस्तृत गरिदिनु न। एकदमै धन्यवाद। महत्त्वपूर्ण क्वेसन सोधिदिनु भयो, किनभने मेरो मनमा पनि जिज्ञासा त्यही नै थियो। धन्यवाद दाजु। सरकारबाट त हामीलाई आजसम्म पनि
केही पनि आएको छैन किनभने हामी पटक हामी गइरहेका छौँ तर हामी टकाइरहेका छौँ आजसम्म पनि हामीले केही पाएका छैनौँ त्यसैले गर्दा हामी आज आशा गर्छौँ हामी आजसम्म हामीले जे गरेका छौँ हामी अभिभावक नै मिलेर गरिरहेका छौँ अनि डाउन सिन्ड्रोमका अभिभावकहरूको खास समस्याहरू के हुन् र यसमा सरकारले के कस्तो खालको कार्यक्रम अथवा सहयोग गर्यो भने अझ तपाईँहरूलाई बल पुग्थ्यो भन्ने लाग्छ धन्यवाद विशेष गरी हाम्रो उद्देश्य भनेको हाम्रो बालबालिकाहरूको छुट्टै टेककेयर हुनुपर्छ किनभने हाम्रो बालबालिकाहरू डाउन सिन्ड्रोम भनेको कुनै रोग होइन एउटा अवस्था हो हाम्रो बालबालिकाहरूले गर्न सकिन्छ अपङ्गताभित्र भौतिक अपङ्गताभित्र परेका डाउन सिन्ड्रोम बालबालिकाहरूले सबै कार्य गर्न सकिन्छ तर ढिलो गर्न सकिन्छ त्यस कारणले गर्दा यिनीहरूको छुट्टै टेककेयर स्कुल भएको भए अझै सहजै हुन्थ्यो भन्ने हामी आशा राख्छौँ उद्देश्य पनि हाम्रो त्यही नै हो अहिलेसम्म यो संस्था गठन भएपछि तपाईँहरूले गर्नुभएका उल्लेख्य कार्यक्रमहरू 1-2वटा 2-4वटा मात्रै र त्यो कार्यक्रम सम्पन्न तपाईँहरूले कसरी गर्नुभयो अथवा कुन संस्था अनि सरकारी निकायको सहयोग कस्तो रह्यो अथवा महानुभावहरूको सहयोग कुनै संस्थाहरूको सहयोग अथवा तपाईँहरू आफै जुटेर गर्नुभयो अलि उल्लेख्य रूपमा केही कार्यक्रमहरू बताइदिनुहोस् न धन्यवाद जति पनि हामीले यो कार्यहरू गरिरहेका छौँ विश्व डाउन सिन्ड्रोम दिवस जुन 18औं विश्व डाउन सिन्ड्रोम दिवस मनाउँदाखेरि हामी आफैले उठाएर गऱ्यौँ र 19औं डाउन सिन्ड्रोम दिवस मनाउँदाखेरि हामीलाई महानगरपालिका सामाजिक विकासबाट केही सहयोग गरिदिनु भएको थियो आज यो 20औं डाउन सिन्ड्रोम दिवसलाई पनि महानगर पालिका जुन सामाजिक विकासबाट केही सहयोग गरिदिनु भएको छ त्यसको लागि धन्यवाद गर्दछु डाउन सिन्ड्रोम दिवस मनाइराख्दाखेरि अब अघि त मैले सोधेँ तपाईँहरू एक्लै हुनु र ग्रुपमा हुनुको फरक के रह्यो त्यो अभिभावकको कुरा भयो बालबालिकाले डाउन सिन्ड्रोम भएका बालबालिकाले के फरक महसुस गरेका छन् यो संस्था गठनपछि बालबालिकाहरूमा पनि हामीले धेरै फरक देखेका छौँ किनभने हामीले जुन यो संस्था हामीले गठन नगर्दाखेरि बालबालिकाहरू घर घरमा थुनिरहेको अवस्था थियो होइन एउटा बाबा मम्मी काममा जान्थ्यौँ भने एक्लो बच्चा ढोका थुनेर बस्ने अवस्था थियो भने जब हामी हाम्रो संस्था गठन भइसकेपछि हामीले घर घरमा हामी ढकढक्याउन जाँदाखेरि आज सबै बालबालिकाहरू स्वतन्त्रता रूपमा संस्थामा यसरी आएर आफ्नो खुसी व्यक्त गर्न पाएका छन् अन्तमा यो संस्थाको भन्दा पनि तपाईँहरू अभिभावकको खास सोच अथवा माग अथवा यसो गर्दै हुन्थ्यो भन्ने मतलब पारिवारिक रूपमा तपाईँहरूलाई सहयोग गर्नुपर्ने हो कि अब कुनै निकाय संस्था अथवा व्यक्ति अथवा सरकार जसले गरे पनि पारिवारिक रूपमा तपाईँहरूलाई सहयोग गर्नुपर्ने हो कि अभिभावकलाई सहयोग गर्नुपर्ने हो कि बालबालिकालाई कुन हिसाबको सहयोग गर्दाखेरि उनीहरूको अझ भविष्यमा उनीहरू चाहिँ आफ्नो खुट्टामा उभिने गरेर अगाडि बढ्न सक्छ जस्तो लाग्छ तपाईँलाई विशेष गरेर ध्यान पुग्छौँ भने होइन हाम्रो सुनवाई नै सुन्नुहुन्छ भने हामीलाई आज बालबालिका मात्रै नभएर बच्चा सँगसँगै आमा अभिभावकलाई पनि केही सहयोग गरिदिएको भए अझै महत्त्वपूर्ण हुन्थ्यो किनभने हामी एउटा बच्चासँग एउटा अभिभावक अनिवार्य हुनुपर्छ हाम्रो बच्चालाई छाडेर हामी एक्लै बच्चा छाडेर हामी हिँड्न सक्दैनौँ किनभने हाम्रो बच्चा बुझेका छौँ तर कति बेला के गर्छौँ त भनेर हामीले एक्लै छाड्न सक्दैनौँ हामी अनिवार्य हामी बच्चासँग रहनु पर्दाखेरि हेरचाहमा हामीले विचार गर्नु पर्दाखेरि एउटा अनिवार्य हामी बाबा या आमा बच्चासँगै रहनु पर्दा हामी दुइटैलाई नै हामी सरकार निकाय अब जुन सहयोगकर्ताहरू आउनुहुन्छ सहयोगले मन लिएर आउनुहुन्छ भने हामी दुइटैमा एकदमै ध्यान पुर्याइदिएको भए अझ सहज हुन्थ्यो होला जस्तो लाग्छ
अर्को कुरा जस्तो यो डाउन सिन्ड्रोम भएका बालबालिकाले पनि धेरै टाढा नजाउँ, काठमाडौँमा पनि क्याफेमा काम गरेको, आफै सर्भ गरेको होइन। विदेशमा पनि त्यस्तै मतलब हामीले देखेका छौँ। र जस्तो तपाईँ भन्नुभयो अभिभावकसँगै हिँड्नुपर्छ। अब उमेरको हिसाबले अभिभावक सधैँ सँगै नहुन पनि सक्छ होइन। त्यो हिसाबले चाहिँ बालबालिकालाई आफ्नो जीवनयापन गर्नलाई के कस्तो चाहिँ कार्यक्रमहरू अथवा जस्तो काठमाडौँमा डाउन सिन्ड्रोमबाट सञ्चालित क्याफे खोलिएको छ, त्यस्तै अरू सृजनात्मक कार्यहरू गर्नेतर्फ जोड लगाउन तपाईँहरूको अभिप्राय छ र सरकारलाई कस्तो आग्रह गर्न चाहनुहुन्छ? यसको लागि डाउन सिन्ड्रोम भन्दैमा डाउन सिन्ड्रोम सबै बच्चाहरू एउटै प्रकारको हुँदैन। फेस मिल्न गए तापनि विचार मिल्दैन, यिनीहरूको स्वभाव एउटै हुँदैन। त्यसैले सबै डाउन सिन्ड्रोम भन्दैमा एउटै विचार हुँदैन, सबै डाउन सिन्ड्रोम भन्दैमा एउटै स्वभाव हुँदैन। फेस भने एउटै भएको हुन्छ तिनीहरूको। त्यसैले म यही गर्दै हुन्छ भन्ने म लाग्दैन, किनभने हाम्रो बच्चाहरूको फेस अनुसारकै त्यो स्वभाव हुँदैन। त्यसैले एउटै मात्रै ल्याएर हाम्रो बच्चालाई अगाडि बढाउँछौँ भन्ने एउटा मात्रै दिए राम्रो हुन्थ्यो भन्ने म त्यति लाग्दैन, किनभने हाम्रो बच्चाहरूलाई आफ्नै विचारअनुसारको गरिदिएको भए अझै सहज हुन्थ्यो होला। डाउन सिन्ड्रोम त हो तर फेसमा चिनिन्छ, तर स्वभावमा फरक फरक हुन्छ हाम्रो डाउन सिन्ड्रोम बच्चाहरू। धन्यवाद तपाईँको साथ समय र जुन तपाईँहरूले डाउन सिन्ड्रोम परिवार नेपाल खोलेर पोखरा, विशेष गरी पोखराका डाउन सिन्ड्रोम बच्चा अभिभावकहरूलाई साथ सहयोग र समर्थन गरिराख्नु भएको छ। त्यही हिसाबले तपाईँको आशय सुन्दाखेरि डाउन सिन्ड्रोम भएका विभिन्न बालबालिकाको विभिन्न स्वभाव हुन्छ, त्यो अनुसार कसैलाई अभिभावक सधैँ चाहिन सक्छ है, कसैले चाहिँ आफै पनि गर्न सक्छ। त्यो हिसाबले उनीहरूलाई क्याटेगोराइज गरेर सरकारले त्यो अनुसारको चाहिँ सहयोगका कार्यक्रमहरू ल्यायो भने परिवार अथवा डाउन सिन्ड्रोम भएका बालबालिकालाई केही राहत पुग्थ्यो कि भन्ने अभिप्राय तपाईँको बुझियो र तपाईँहरूलाई त्यसरी नै अगाडि बढ्दै जानुहोस् होइन। अगाडि राम्रो कार्यक्रमहरू राम्रो भावनाले गर्नुभयो भने पक्कै पनि कसै न कसैले तपाईँहरूको आवाज सुन्छ। त्यसको लागि म शुभकामनासहित समयको लागि धन्यवाद दिन चाहन्छु। धेरै धेरै धन्यवाद हजुरलाई पनि। हजुर